नमस्कार सबैजनामा मेरो च्यानल अल इन्फर्मेसन नेपालमा यहाँहरूलाई स्वागत छ। मेलम्ची कस्तो छ, मेलम्ची कत्रो छ, मेलम्चीलाई माथि डाँडाबाट हेर्दा कत्रो देखिन्छ भन्ने कुराहरू लगायत विभिन्न डेटिङ स्पोटहरू हामीले भिडियोमा समावेश गरेका छौँ। कृपया भिडियोलाई हेरेर अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। आजसम्मको भिडियोलाई यहाँहरूले एकदमै धेरै रुचाइदिनु भएको छ, मन पराउनु भएको छ। यो भिडियोलाई पनि त्यसै गरी मन पराउनुहुन्छ भन्ने मैले पूर्ण आश लिएको छु। यति भन्दै अब ब्लगतर्फ लागौँ। मेलम्चीको यात्रा हाम्रो सुरु भयो। यो चाहिँ मेलम्ची बजार हो। मेलम्ची बजार अहिले लकडाउनको कारणले गर्दा खासै भिडभाड छैन। प्राय सबैतिर नै त्यस्तै होला, लकडाउन छ देशभरि नै। कोरोनाको बिगबिगी छ जतै ततै। यो देखेको बाटो चाहिँ माथि इन्द्रेश्वरी स्कुल जाने बाटो हो। हामी यात्रामा अगाडि बढिरहेका छौँ। मलाई यात्रामा साथ दिनु भएको छ मेरो भान्जा श्री आगमन दुलालले। मेलम्ची बजार चाहिँ खासमा यो एउटा बाटोले मात्रै छोएर अगाडि बढ्छ। हामी अब ओह्रालो लागौँ। यो माथि देखेको घर चाहिँ दुलाल टावर हो। नेपाल लाइफ इन्सुरेन्सको अफिस पनि छ यहाँ। हामी अगाडि बढ्दैछौँ। अब हेरौँ माथिसम्म पुगेर हामीले कस्तो भिडियो बनाउने छौँ, तपाईँहरूलाई राम्रो लाग्नेछ। मलाई साथीहरूले भन्ने गर्नुहुन्थ्यो मेलम्ची कस्तो छ, मेलम्ची घुम्न आउनु पर्यो, खोइ मेलम्चीको पानी काठमाडौँ किन आएन, छिटो पठाउनु पर्यो काठमाडौँ भन्नुहुन्छ मलाई साथीहरूले। अब आज देखाउँछु म मेलम्ची वास्तवमा कस्तो छ त। मेलम्चीको दृश्य चाहिँ आज तपाईँहरूलाई देखाउँछु। एकदम ध्यान दिएर हेरिदिनु होला पुरै भिडियो। एकदम रमाइलो छ बस्नलाई, एकदम शीतल हावापानी। विशेष गरी यहाँको चाहिँ पानी एकदम मिठो लाग्छ मलाई। पानीको चाहिँ म फ्यान हो मेलम्चीको। काठमाडौँ त्यतिकै पानी लान आँटेको होइन। झरनाको चिसो पानी खै बाबु घुम्न झरना हेर्न आएका होला नि। कसले कुट्छ बाबु, मामा हुँदा हुँदै कुटा खाने कुरो गर्छ। माथि झर्ना कति राम्रो झर्ना, एकदम सुन्दर झर्ना। यहाँ चाहिँ म चढ्न गइरहेको छु। मेलम्ची भन्दा अलिकति अघि गएको बाटोभन्दा फरक बाटोबाट भित्र अझै राम्रो दृश्य आउने रहेछ यहाँबाट बसेर हेर्नको लागि। तपाईहरु मेलम्चीमा कोही जोडी हुनुहुन्छ र यो ठाउँ थाहा पाउनु भएको छैन अथवा कतैबाट मेलम्ची घुम्न आउँदै हुनुहुन्छ भने यो ठाउँमा आउनु होला। अझ तपाईहरुको माया सुमधुर बन्ने छ। एकदम चिसो हावा, खुल्ला प्रकृतिमा एकदम आनन्द लिनुहुनेछ यहाँहरुले। साथीहरु, यो चाहिँ मेलम्ची खोला
बगेर तलसम्म बगेर अब यता हामी काठमाडौँबाट आउँदा त्यो बाटो आउँछौँ र यता हुँदै हुँदै मेलम्ची प्रवेश गर्नेछौँ। राम्रो छ ठाउँ मेलम्ची, घुम्नलाई पर्यटकीय क्षेत्र को रूपमा विकास भएको हो। अब पहिलादेखि मेलम्ची खानेपानी आयोजनाको कारणले गर्दाखेरि पनि मेलम्ची एकदम चर्चित छ। त्यो कारणले पनि मेलम्ची आउनु होला, घुम्नु होला। मेलम्चीमा बस्नको लागि होटल व्यवस्था अनि तपाईलाई घुम्नको लागि एकदम राम्रो राम्रो भ्यूहरू देखिने ठाउँहरू अझ मेलम्चीमा एक दिन स्टे गर्नको लागि आउनुहोस्। 1-2 दिन माथि तिम्बु जुन हाम्रो पानीको मुहान छ काठमाडौँ लाने त्यहाँसम्म घुमेर आउनुहोस्। ट्राउट माछा पाउँछ, मेलम्चीको असला माछा पाउँछ, एकदमै मिठो। अहिले सम्झिँदै मलाई मुखबाट पानी आइसक्यो। एकदम राम्रो छ। ओ मामा उत्रेर डोर्याएर ल्याउनु, लड्नुहुन्छ र उत्रेर डोर्याएर ल्याउनु भने डोर्याएर लौ धन्न आइपुग्नु। हैट अनि तिमी कुन स्कुल पढ्छौ? पढ्दैन? किन पढ्न छोडेको त? भाइ किन पढ्न छोडेको? के विदेश जाने चक्करमा हो क्या हो? होइन नछोड्या भए हुन्थ्यो नि त नि। अब फेरि पढ्ने कि अब नपढ्ने? साथीहरू अब चाहिँ हामी अर्को अझै माथि डाँडोमा गएर अझै राम्रो दृश्य खिच्नलाई माथि गइराखेको छौँ डाँडोमा। भान्जा अनि कस्तो भइरहेछ त यात्रा? रमाइलो भइरहेछ? ओहो एकदम रमाइलो। यस्तो माथि हाइटमा डर लागेको छ कि छैन? डर त के ओहो डबल स्ट्यान्ड ला लुज भयो। बजार कहाँदेखि चाहिँ पुरै देखिन्छ? यो भन्दा माथिल्लो डिल जानुपर्छ। अझै माथि छ डिल? पुरै देखिन्छ? पुरै देखिन्छ। दाइको घर चाहिँ हाम्रो यही हो। अहिले के वस्तु चराउँदै? हजुर गोठाला। ठिक छ त। त्यहाँबाट भन्दा यहाँ निकाल्न सक्नु भने यहाँ त्यहाँबाट यो आयोडिनबाट त्यो पिपलको बोटले त्यो आँपको बोटले छल्ने रहेछ क्या? त्यहाँबाट चाहिँ क्लियर हुन्छ, अरू त त्यहाँबाट खिच्छ हो न भाइ। त्यहाँ जाने साथीहरू हामी चाहिँ फाइनल्ली माथि आइपुगेका छौँ। जुन मेलम्ची दृश्य हजुरहरूलाई देखाउँछु भनेको थिएँ मैले, त्यसको लागि हामी धेरै माथि धेरै दुःख कष्ट गरेर यहाँसम्म आइपुग्यो। स्कुटीमा यात्रा गर्नलाई एकदमै पहाडको बाटोमा, ढुङ्गाको बाटोमा, अफरोडमा एकदम गाह्रो हुँदो रहेछ। तपाईँहरू जाँदै हुनुहुन्छ भने कृपया सिङ्गल जानु होला। सिङ्गल त जस्तो तसो धान्ला, डबललाई यहाँहरूलाई धेरै समस्या पर्नेछ। अब हामी चाहिँ तपाईँको काठमाडौँमा मेलम्चीको पानी आउँछ म सानै हुँदाखेरि आउँछ भनेको सुनेको हो, तर अहिलेसम्म मेलम्चीको पानी काठमाडौँ पुग्न सकेको छैन। अब छिटै पुग्ला, त्यो अझ राम्रो बनेर छिटै पुग्ला आश गरौँ। र जुन हामीले तपाईँहरूलाई हेर्नुहोस् मेलम्चीको दृश्य एकदम रमाइलो छ। तपाईँहरू काठमाडौँबाट मेलम्ची आउँदै हुनुहुन्छ भने
घुम्नको लागि आउँदै हुनुहुन्छ भने कृपया मेलम्ची बजारको यो दृश्य जुन मेलम्ची बजारभन्दा 3-4 किलोमिटर माथिबाट देखिन्छ यो एकचोटि अवश्य हेरेर जानु होला। एकदम राम्रो छ। काठमाडौँबाट मेलम्ची आउँदाखेरि दुईटा बाटो छन्। एउटा चाहिँ हाम्रो साँखुको बाटो र अर्को बनेपा धुलीखेल हुँदै बाटो। बनेपाबाट तपाईँलाई 78 किलोमिटर लाग्छ भने अर्को बाटो 36-37 किलोमिटरमा तपाईँहरू आउन सक्नुहुन्छ। अब यत्रो दुःख कष्ट गरियो, भिडियो बनाउनलाई धेरै दुःख हुने रहेछ। यो दुःख देखेर हजुरहरूले सहयोग गरिदिनुहुन्छ भन्ने मैले आश बोकेको छु। साथीहरू अब चाहिँ हामी फर्किँदैछौँ। यहाँबाट यहाँ आएको पनि लगभग आधी घन्टा जति हुन लाग्यो। ओह्रालोको बाटो एकदमै गाह्रो हुन्छ कन्ट्रोल गर्नलाई। हामी बिस्तारो जानेछौँ, भिडियो लिँदै जानेछौँ। राम्रो ठाउँ छ मेलम्ची, पर्यटकीय क्षेत्र हो। पर्यटकहरू धेरै आउनुहुन्थ्यो पहिला, अहिले लकडाउन छ। अब भिजिट नेपाल 2020 पनि हाम्रो सरकारले क्यान्सल गर्यो। आउनु होला, रमाइलो गर्नु होला। मेलम्ची आउनुभयो भने मलाई सम्पर्क गर्नु होला। मेलम्ची आउनुभयो भने म घुमाउने छु, भेटघाट गर्नेछु, रमाइलो गर्नेछु। यति भन्दै हामी चाहिँ यहाँबाट अब मेलम्चीतर्फ प्रस्थान हुँदैछौँ। हेरिदिनु भयो त्यसको लागि धन्यवाद। अझ हामी मेलम्चीसम्म पुगेको भिडियो आउनेछ, हेरिदिनु होला। साथीहरू मेरो फेसबुक पेजलाई मैले लिङ्कलाई मेरो डिस्क्रिप्सनमा राखेको छु, कृपया हेरेर एड गर्नु होला। साथीहरू अब हामी चाहिँ फर्किँदैछौँ। हेर्नुहोस् बाटो एकदम डेन्जर छ। मेरो भान्जो आगमन दुलाल जुन आज हाम्रो यात्रामा मलाई साथ दिनुभयो, धेरै धन्यवाद। एकदम सपोर्ट गरिदिनु होला, इन्जोय गरिदिनु होला, भिडियोलाई रमाइलो गरिदिनु होला, मन पराइदिनु होला। हाम्रो स्कुटी चाहिँ राखेर हामीले त्यहाँ भिडियो गरेका थियौँ। अब स्कुटी भएको ठाउँ आइपुग्यौँ हामी। देखिएको खोला चाहिँ हाम्रो माथिबाट आउने एउटा मेलम्ची खोला र अर्को इन्द्रावती नदी, जुन हामीले सुस्तानीमा पनि सुन्ने गर्छौँ इन्द्रावती नदीको बारेमा। इन्द्रावती नदी र मेलम्ची खोला एकै ठाउँमा सङ्गम भएको ठाउँ हो त्यो। र त्यो सङ्गम भएर यताबाट बगेर जान्छ त्यो खोला। यो खोला चाहिँ हाम्रो सप्तकोशी सम्म पुगेर हुँदै बङ्गालको खाडीसम्म जान्छ।